जसरी किसानहरूले मकैको बिरुवा पलाउनुभन्दा पहिले नै रोपिसकेको हुन्छ। जमिनभित्र रोपेर पनि त्यो बिउमा, त्यो सिडमा मकैको दानाहरू चाहिँ बिरुवा हुँदै गरेको बेलामा, जमिनभित्र टुसा पलाउँदै गरेको बेलामा हामीले देख्न सक्दैनौँ। तर जब त्यो मकैको बिउबाट टुसाहरू निस्किन्छ अनि त्यसपछि बल्ल हामीले चाहिँ मकै पलाउँदै रहेछ भन्ने कुरा हामीले प्रष्ट देख्दछौँ। तर वास्तवमा मकै त पहिले नै रोपिसकेको हुन्छ। मेरो प्रिय मित्रहरू, तर हामी परमेश्वरमा हुनेहरूले, परमेश्वरमा विश्वास गर्नेहरूले हामी विश्वासद्वारा हिँड्नु पर्दछ, किनभने परमेश्वरले पनि हाम्रो लागि काम गर्दै गरेको हुन्छ। हाम्रो कमजोरी के हो भनेदेखि परमेश्वरसँग हामी भेट नभई नै हामीले आफ्नो जीवनबाट मिराकुलस कामहरू, अचम्मको कामहरू भएको देख्न चाहन्छौँ। तर मेरो प्रिय मित्रहरू, परमेश्वर बिनाको जीवनबाट मिराकल हुन सक्दैन। त्यही कारणले गर्दाखेरि तपाईँ र मैले परमेश्वरसँग सम्बन्ध राख्नको लागि परमेश्वरसँग गर्नुपर्ने विश्वास, जुन परमेश्वरले भन्नुहुन्छ, अनि त्यो विश्वास हामीले कन्टिन्यू गर्नुपर्छ। जब हामी विश्वासमा हुर्किन्छौँ अनि त्यसपछि परमेश्वरको मिराकुलस कामहरू हाम्रो जीवनबाट टुसाहरू पलाइ निस्कन सुरु गर्दछ। मेरो प्रिय मित्रहरू, तपाईँले कस्तो प्रकारको विश्वास गर्नुहुन्छ? तपाईँले जीवनमा पहिले परमेश्वरको मिराकल खोज्नुहुन्छ कि परमेश्वरलाई पहिले विश्वास गर्न चाहनुहुन्छ? परमेश्वरको मिराकलहरू त थुप्रै भइसकेको छ। यो संसारको सृष्टिलाई नै हेरौँ, अनि यो घाम, जुन अनि विभिन्न यावत थोकहरू जुन परमेश्वरले बनाउनु भएको छ, सबै सही टाइममा, सही कुरो, सही चिजको लागि, सही पर्पोजमा बनाउनु भएको छ। के यसलाई विश्वास गर्नुहुन्न र? अनि परमेश्वर कहाँ छ भन्दै खोज्दै गर्नुभएको छ? यदि त्यो हो भनेदेखि मेरो प्रिय मित्रहरू, परमेश्वरमा पहिले विश्वास गर्नुहोस्। तपाईँको जस्तो अवस्थामा पनि परमेश्वरलाई विश्वास गर्न नछाड्नुहोस्। तब तपाईँको जीवनमा परमेश्वरको कामहरू, परमेश्वरमा गरेको विश्वासको फलहरू निस्कन सुरु गर्दछ, अनि त्यो मिराकुलस कामहरू हुन सुरु गर्दछ, अनि त्यसले तपाईँलाई अझै विश्वासमा बढाउँछ। अनि त्यो बढेर हुर्किएका विभिन्न व्यक्तिहरू तपाईँले पवित्र बाइबलमा देख्नुहुनेछ। अनि त्यो त्यत्तिकै उहाँहरूले विश्वास गरेको छैन, किनभने परमेश्वर विश्वास योग्यको हुनुहुन्छ। ट्रस्ट हिम, कीप योर फेथ स्ट्रङ। आमेन। जय मसीह।